हेलो गाइज सबैजनालाई नमस्कार है। अनि स्वागत छ हजुरहरूलाई मेरो यस नयाँ भिडियोमा। आज चाहिँ मेरो मम्मी ड्याडीको एनिभर्सरी भएकोले मम्मी ड्याडीलाई सरप्राइज दिनको लागि अङ्कल म अनि हाम्रो छोटु डोन जाँदैछौँ इटाबाट। अन्त हेर्दै गर्नु होला के हुन्छ सरप्राइज चाहिँ, त्यो चाहिँ अन्तिममा देखिनेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। हेलो, हामी चाहिँ गिफ्टहरू किनेर आइसकेको छौँ अनि यहाँ केक पनि रेडी भइसक्यो। हाम्रो केक चाहिँ अब सिधै लिएर अङ्कलहरूकोमा जाने हो। अनि भोलि अङ्कलहरूले चाहिँ लिएर आउनुहुन्छ। सरप्राइज हो नि त हो, अनि सिधै घरमा लग्यो भने त थाहा भइहाल्छ नि। ल फाइनली हामी चाहिँ आइपुग्यौँ है। अनि यहाँ केकहरू गिफ्टहरू चाहिँ यहाँ बडो अङ्कलकोमा राखेर अब म घरमा गएर यसो यताउता रेडी गर्दै गर्छु। अनि अहिले एकछिनमा आन्टी आएपछि अङ्कल आन्टीहरू अनि नानीहरूले चाहिँ टक्क लिएर आउनुहुन्छ। अनि सेलिब्रेट गर्ने हो मम्मी ड्याडीको एनिभर्सरी गाइज आज। ह्याप्पी एनिभर्सरी। स्वागत छ तपाईहरुलाई। कति वर्ष लागेन शुभकामना। यसरी 100 वर्ष दुःख सुखमा साथ दिएर होइन। मजाले उगाउनु न झर्छ अहिले। आजको जीवन धेरै पछि चौथी सुन्नु आज हौ। यहाँ त सबै मिसा गर्दा जिम्मे सेट हुन आँट्यो भाइ। कति वर्ष भइरहेको छ आजको त अङ्कल? 25 पुरा होइन, 24 पुगेर 25। यसरी नै 7 जुनीसम्म हजुरहरूकै छोरा भएर जन्मिनु पाऊँ। होइन तिमी चाहिँ हुन अब हाम्रो यता अर्को पिसाउँदैछु। अनि हाम्रो फोटो खिच्नु पर्यो नि त। यता हेरौँ सबैजनाले। ह्याप्पी एनिभर्सरी। थ्याङ्क यू।
कति याद गर्छु नि भाइ त हौ अङ्कलले हेर्नुहुँदै कसै भएन भन्दै कि अब लडा राखिन् बिस्तारै अलिक नजिक भएर हेलो गाइज फाइनली हाम्रो एनिभर्सरी सरप्राइज चाहिँ कम्प्लिट भइसकेको छ होइन अनि गिफ्ट उतातिर राखिराख्नु भएको छ अनि यता अङ्कल सिस्टर आन्टी यहाँ केकहरू बाक्लाउनु हुँदैछ अनि यता दिदीसँग कुरा हुँदैछ यहाँ बाउको चाहिँ यसलाई अघि मैले आइज भनेको थिएँ अब घरमा कोही हुनुहुन्न घाँस काट्नुपर्छ भनेर उ गरेँ र आज जेठको 22 गते पढ्न गएको मेरो मम्मी ड्याडीको एनिभर्सरी चाहिँ सोचे जस्तै गरेर मनाइयो र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक सब्सक्राइब र एक लाइक गरिदिनु होला हस्त धन्यवाद सबैजनालाई।